हेलो एभ्रिवान, लसु एन्ड फ्याफुल यहाँहरु सबैजनालाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। अनि आज चाहिँ म धेरै दिन पछाडि फेरि पनि भिडियो कन्टिन्यू गर्न गइरहेको छु। अनि मेरो भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्नुभएको छैन भने पहिला चाहिँ गएर सब्स्क्राइब चाहिँ अवश्य पनि गर्नु होला। अनि आमा चाहिँ अनि म चाहिँ भर्खर उठेको, बिहान बिहानै अहिले भर्खरै उठेर चाहिँ भिडियो स्टार्ट गरौँ न भनेर चाहिँ भिडियो स्टार्ट गर्न गइरहेको छु। अनि आज चाहिँ असार 15 को यहाँहरु सबैजनालाई धेरैभन्दा धेरै शुभकामना। अनि आज असार 15 मा के खानु भयो त यहाँहरुले? हामीले चाहिँ खाकै छैन, अब के खान्छु। अब सबै कामसाम पहिला घर सरसफाई गरेर चाहिँ अनि दही चिउराको तयारी गर्ने छु। अनि आज के गर्ने छु देखाउने छु, यहाँहरु सबैजना हेर्दै गर्नु होला। धन्यवाद। छोरी आगोसँग घुमेर आउनुहोस्। कस्तो कालो देखेको। बाई बाई छोरी, बाई बाई। मेरो छोरी चाहिँ अहिले भर्खरै देख्नु भएको छ। मेरो छोरी मुन्साङ चाहिँ उसको आगोसँग घुम्नुलाई गयो। अनि मेरो छोरीलाई चाहिँ त्यसो जहिले पनि कहिले को आएर त्यसरी नै लानुहुन्छ रिलेटिभ्सहरू। अनि बिहान बिहानै उसलाई घुम्ने बानी छ कि अनि देख्ने बित्तिकै ऊ हाप्पेर जान्छ, एकदम घुमाउँछ आओ मलाई भनेर। किनभने म चाहिँ बिहान बिहानै घुमाउन पाउँदिनँ। बेड टाइम उसलाई बिहानै उठेर चाहिँ एकछिन टाइम दिन्छु, एकछिन मसँग खेल्छ। अनि त्यस पछाडि चाहिँ उसलाई कपडा सपडा लाएर रेडी गरेर चाहिँ रेडी गरिदिन्छु। अनि को आउनुहुन्छ, कहिले मामा ससुरा आउनुहुन्छ, कहिले भाइ आउनुहुन्छ, कहिले बहिनी आउनुहुन्छ। अनि बिहानै लिएर जानुहुन्छ एकछिन घुमाउनको लागि। अनि घुमाउन्जेलसम्मको लागि चाहिँ म घर सरसफाइ गर्नेछु। अनि त्यो चाहिँ मलाई एकदमै खुसी लाग्छ कि आफन्त वरिपरि हुनुको पनि धेरै फाइदा छ साथीहरू। यो खाजा चाहिँ मेरो छोरीको लागि है साथीहरू। यो कोदोको खोले, उसले चाहिँ कोदोको खोले मजाले खान्छ। कहिले कोदोको खोले खुवाउँछु, कहिले ओट्स खुवाउँछु, कहिले साबुदाना। मुख फेरि खुवायो भने चाहिँ नानीहरूले मजाले खान्छ भनेर, त्यही भएर म चाहिँ मुख फेरि खुवाउँछु। अनि हेल्दी खानेकुरै खुवाउँछु। त्यो ल रेडी पनि भइसक्यो साथीहरू। यतिकै भएपछि चाहिँ उसले मजाले खान्छ। अनि नानीको टोइलेट बिग्रिँदैन भनेर सोच्नु होला। यसले चाहिँ केही हुँदैन, एकदम प्योर हो अनि एकदम अर्ग्यानिक, यो घरमै बनाएको। त्यही भएर यो चाहिँ एकदमै राम्रो छ। अनि फापरको पिठोको खोले खुवाउँदा पनि हुन्छ। मसँग चाहिँ अहिले फापरको पिठोको खोले छैन साथीहरू, त्यही भएर अहिले यही खान्छ उसले चाहिँ। अनि मेरो छोरीलाई बाहिरको चिज, प्याकेटको चिजहरू चाहिँ अहिलेसम्म मैले दिएको छुइनँ। 8 मन्थ कम्प्लिट हुन्छ भोलि 30 तारिक चाहिँ मेरो छोरी 8 मन्थ कम्प्लिट भएर 9 लाग्छ। तर मैले मेरो छोरीलाई चाहिँ त्यो प्याकेटको बाहिरको जिनिसहरू के मिठाईहरू चाहिँ दिएको छुइनँ। खोइ 1 सालसम्म चाहिँ नदिउँ भनेर नै मैले सोचिरहेको छु। अब चिनी चाहिँ पछि दिन्छु, तर यो नुन चाहिँ 1 साल कम्प्लिट भइसकेर मात्रै दिन्छु भनेर सोचेको छु। यो आवाज चाहिँ यस्तो आयो, कहाँको आयो भनेर सोच्नु होला। हाम्रो यहाँ घरसम्म चाहिँ बाटो बन्दैछ। अनि पुरा त्यहाँ अस्तिदेखि थुप्रो दिन भयो यस्तो गाह्रो गोरो डोजरहरू चलेर पुरा डिस्टर्बिङ आवाजहरू आइरहेको छ साथीहरू। हेर्दै गर्नु होला। अब चाहिँ यतिको भएपछि रेडी भयो। आयो है आयो मेरो छोरीको मामा आयो। के गरेको तिमी यहाँ? आज मामले खुवाइदिनुहुन्छ। मामा पनि खानु है। लु आमा खुवाउनु ल, म ठिक पार्छु उता। अमिनी मिठो छैन? खाना पछि पाचक खानुलाई मेरो छोरी रेडी भइरहेछ। खाना खाइसकेपछि पाचक खाने। बाई बाई। ल साथीहरू अब चाहिँ रेडी गर्छु म दही चिउरा हाम्रो लागि। अनि नानीलाई चाहिँ उसको मामले बोजूले खाना खुवाइदिनुहुन्छ। अनि खाना खाइसकेपछि तुरुन्तै सुतिहाल्ने बानी छ क्या। यो चाहिँ छेचिउरा मैले हल्का भुटेको, अनि केला, अनि आँप, अनि यहाँ छ दही, यहाँ छ कालो जामुन, रसबरी, अनि आमा चिया,
यो भुटेको भात भुजा खानुहुन्छ अरे। आमाले खास गरिमा चाहिँ योहरू केही खान्न भनेर भन्दै हुनुहुन्थ्यो। आमा चाहिँ पीडित हुनुहुन्छ नि त घुँडा दुख्ने बिरामी हुनुहुन्छ हाम्रो आमा चाहिँ। अनि कति साल भइसक्यो क्या, त्यही भएर यस्तो अमिलोहरू चाहिँ दहीहरू अनि के भन्छ यो आँपहरू चाहिँ यस्तो खायो भने चाहिँ झन् बिसाउँछ भनेर चाहिँ आमाले कम्ती नै खानुहुन्छ। कहिलेकाहीँ चाहिँ खाइहाल्नुहुन्छ होइन त आमा? कहिलेकाहीँ चाहिँ खानुहुन्छ, खाँदा त दुख्छ त। त्यही त खाँदा दुख्छ, त्यही भएर चाहिँ आमा चाहिँ खानुहुन्न। अनि ल सुरु गरौँ साथीहरू, सुरु गरौँ साथीहरू। यहाँ चाहिँ छ हाम्रो दही, हेर्नुहोस् त कस्तो दामी। यो चाहिँ नानाले बनाएर दिनुभएको, हाम्रो निशा नानाले दही। अनि यसकै हो फेस्टिभल दही चिउरा। अनि म चाहिँ भरसक नेपालमा जति पनि मनाउँथेँ फेस्टिभलहरू, दही चिउरा भयो, माघे सङ्क्रान्ति भयो। माघे सङ्क्रान्ति त यहाँ पनि मनाउँछ तर उहाँ जस्तो चाहिँ मनाउँदैन। माघे सङ्क्रान्ति भयो, दही चिउरा भयो, अनि साउने सङ्क्रान्ति, चैते दसैँ यस्तोहरू चाहिँ मनाउँ भन्छु भरसक होइन। ठुल्ठुलो फेस्टिभलहरू त यतै पनि मनाइहाल्छ, जस्तै दसैँ तिहार त्यस्तोहरू चाहिँ मनाउँछ। अरूहरू चाहिँ खासै त्यस्तो मनाउँदैन नि आमा, पहिलादेखि नै मनाउँदैन यहाँतिर इन्डियामा, पहिलादेखि नै मनाउँदैन यहाँतिर। त्यही भएर अनि म चाहिँ कोसिस गर्छु कि मनाउँ भनेर होइन। अनि पछि नानीहरूले पनि त्यही सिक्छ नि त हामीले गर्दा गर्दै। अनि कहाँ कहाँ नेपालीहरू कुन कुन कुनामा देश विदेश कहाँ कहाँ हुँदा त सबै फेस्टिभल मनाउँछ, झन् हामी त यहीँ नजिकै बोर्डर पारी मात्रै। अनि किन नमनाउने भनेर चाहिँ मनाएको साथीहरू ल खाएँ ल। मिठो दामी भएछ, दामी। अमिलो छैन चाहिँ तर अमिलो अमिलो मिठो लाग्छ म त, कुलियो छैन। गीत पनि छ है साथीहरू, तर असार 15 दही चिउरा खाने, साउने 15 खिर भनेर त्यो चाहिँ यही हो। अब साउन 15मा खिर चाहिँ खानु बाँकी नै छ, तर खिर त खासै कसैले मन पराउँदैन। असारको चाहिँ दही चिउरा, असारको चाहिँ दही चिउरा। मासु भात चाहिँ कहिले? चैते दसैँ, साउने सङ्क्रान्ति। चैते दसैँमा चाहिँ मासु भातै पड्काउँछौँ, अनि साउने सङ्क्रान्तिमा पनि मासु भात। यो आँप, यो केला, यो चिउरा, यो दही, यो मिस्टी भनेर भन्नु नि। भन्यो त त भन्यो। तपाईँले भन्नुभयो त। ए त्यही भइहाल्यो, जसले भने पनि एउटै त हुने हुने साथीहरू। तपाईँले देखिसक्नुभएको छ होला यहाँनिर के छ भनेर, त्यही हो। तपाईँलाई मैले धेरै मिस गर्दैछु नाना खाने बेलामा। त्यही त बिचारा मेरो छोरीले सम्झे क्या हो, सर्केको नि म त। हामीले चाहिँ साथीहरू दही चिउरा खाएर सकि पनि सकेको छौँ। अनि मेरो छोरी उठी पनि सक्यो, अहिले चाहिँ उसको मामसँग खेल्दैछ। अनि माम चाहिँ पुरा हाँस्दै हुनुहुन्छ, मामाको अगाडि त केही भन्नुहुँदैन, त्यसै हाँसेर कुर्सीदेखि लड्लाई जान्दैन फेरि। अनि माम चाहिँ त्यसै हाँसेको खालि। अनि आजको लागि चाहिँ यति नै। अनि फेरि पनि अर्को भिडियो पनि म ल्याउने नै छु। अनि यसै गरी माया देखाइदिनु होला। अनि के कति कमजोरी छ त्यो पनि प्लिज कमेन्ट गरेर भनिदिनु होला। अनि सब्सक्राइब चाहिँ गर्नुभएको छैन भने अवश्य सब्सक्राइब गरेर चाहिँ धेरै सपोर्ट, धेरै माया देखाइदिनु होला। अनि आज चाहिँ पानी पऱ्यो, पानी परेर फेरि अहिले घाम लाग्दैछ। अनि कति फ्यानको हावा खानु भनेर चाहिँ हामी
सासू बुहारी नातिनी छोरी बाहिर बसिरहेको। अनि यो सरसफाइ गर्छु भनेर मैले चाहिँ सोचिरहेको थिएँ, आज गर्न पाइनँ। अनि अर्को भिडियोमा चाहिँ म गरेर देखाउने छु। अनि आजको लागि यति नै। हस्त, धन्यवाद साथीहरू।